हेलो गाइस, सबैलाई शुभ बिहानी। शुभ बिहानीको साथमा आजको मेरो यो ब्लग स्टार्ट गरिरहेको छु गाइस। र आज चाहिँ बुद्ध पूर्णिमाको तपाईहरु सबैलाई धेरै 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 हार्दिक शुभकामना हो। र अहिले चाहिँ म दोकान आइरहेको छु गाइस। र मेरो चाहिँ मैले चाहिँ सानो गरी दोकान खोलेको छु नि त। मेरो दोकान चाहिँ तपाईहरुलाई देखाएको छैन र मेरो दोकान चाहिँ लो छ। मेरो चाहिँ सानो गरी अहिले चाहिँ मैले सानो गरी लट्ठी दोकान खोलेको छु हो। र दोकानमा आएर चाहिँ अहिले पूजासुजा गरेर चाहिँ मेरो लट्री पनि सेल भइसक्यो हो। र म चाहिँ यहाँ बसिरहेको छु। र मेरो चाहिँ अगाडि चाहिँ यहाँनिर चाहिँ गुम्बा छ हो, हाम्रो गाउँको गुम्बा। र गुम्बामा चाहिँ अहिले धुमधामले बुद्ध जयन्ती मनाउँदैछ। तपाईँहरूलाई देखाउँछु ल। तपाईँहरूले हेर्दै गर्नुहोस् है मेरो ब्लग, मेरो भिडियो। र मन पऱ्यो भने एउटा लाइक गरिदिनु होला गाइस। मेरो दोकान चाहिँ यस्तो छ है गाइस। मैले चाहिँ आएर पूजा गरिसकेको छु। पूजा गरिसकेको छु मैले आएर। यहाँनिर चाहिँ मैले यसरी लट्रीहरू चाहिँ राखेको छु हो। र अहिले चाहिँ यहाँ हल्का सानोतिनो बिजनेस स्टार्ट गरेको अब है। लाइफमा केही न केही त गर्नुपर्छ नि है गाइस। अब के गर्नु, त्यसै घरमा बसेर बोरिङ हुनुभन्दा हो केही न केही गर्नुपर्छ भनेर र मैले चाहिँ यो बिजनेस स्टार्ट गरेको हो। र गाइस यो चाहिँ मेरो दोकान भयो। ठिक मेरो दोकानको अगाडि चाहिँ गुम्बा छ हो। गुम्बामा चाहिँ पूजाको तयारी हुँदैछ। र अहिले तपाईँहरूलाई गुम्बाको भित्र पनि लानेछु, देखाउने छु। यो चाहिँ हाम्रो गाउँको गुम्बा। र यहीँ ग्राउन्डको अगाडि चाहिँ गुम्बा छ हो। र अहिले तपाईँलाई चाहिँ गुम्बामा लान्छु गाइस। हेर्दै गर्नुहोस् मेरो ब्लग चाहिँ गाइस। अब चाहिँ गुम्बाको भिडियो सेलिङ गुम्बा भित्र है गाइस। गुम्बाको भित्र हो यो चाहिँ हो। यो चाहिँ गुम्बाको भित्र होला गाइस। यहाँ हाम्रो चाहिँ यहाँ चाहिँ हाम्रो लामाहरू यहाँ चाहिँ होम पनि हालिसकेँ मैले चाहिँ हो। अब यहाँ चाहिँ गुम्बामा अहिले उयो हुँदैछ। अब एकछिनमा चाहिँ अब यहाँबाट शोभायात्रा चाहिँ निकाल्छ, पुस्तक यात्रा। र तपाईँहरूलाई देखाउँछ ल। अहिले हेर्दै गर्नुहोस् ल। चाहिँ एकदम यहाँ खिरहरू बनिँदैछ पूजाको लागि होइन। त्यही भोकेन दाजु मिरेन भयो। यहाँनिर चाहिँ अब यो प्रसादहरू बनिँदैछ हो पूजाको लागि। खोकेन दाजुले बनाउँदैछ आज त खिचडी। यहाँ एकदम दामी हुन्छ हो खोकेन दाजुको हातको खिचडी त। तपाईँहरूलाई मैले पहिल्यैदेखि देखाइरहेको छु।
हो एकदम शिवरात्रि पूजामा भयो हरेक कार्यक्रममा चाहिँ खोकेन दाजुको हातको खिचडी हुन्छ र मिठो हुन्छ दामी बनाउँछ खिर बनिँदैछ यो चाहिँ यहाँ हो भोटोमा बनाउने चाहिँ यहाँ सुजित हाम्रो मिरेनले चाहिँ एकदम हेल्प गर्दैछ आज पूजामा राम्रो बनाएर भन्छ के थाहा यसैले पड्काउने विचार गर्दैछु पड्काउनु हुँदैन हात भरे चाहिँ भरे अब हेर्नुहोस् मिठो खिचडी हो यहीँ सबै रेडी हुँदैछ यहाँनिर हो यहाँ सब्जीहरू पनि सबै काटेर एकदम रेडी भइरहेछ हो यहाँ चाहिँ एकदम जोडतोडले सबैजनाले हेल्प गर्दैछ हो सबैले यहाँ खिर बनाउने खतरा यहाँ हाम्रो राज हो त्यही त यहाँ जाने यात्रामा जाने अरे बुङ यात्रा जानु आँटेको अब यहाँबाट चाहिँ तल गुम्बा यहाँ गुम्बाबाट चाहिँ तल बरगाछ गुम्बासम्म चाहिँ लान्छ हो यहाँ लाइनमा सबैजना लाइनमा बसिरहेछ भाइ यसको भएर जानु त झन्डै देखेन ल यिनीहरू चाहिँ जाँदैछ अहिले चाहिँ गुम्बाको परिक्रमा गर्दैछ र अब चाहिँ निस्किनु आँटेको छ यहाँनिर सबैजना किताब बोकेर गएको सबैजना चाहिँ अब यात्रामा गाइस यो चाहिँ अब तल गुम्बाबाट बरगाछ गुम्बाबाट चाहिँ अब यहाँ हाम्रो गुम्बामा आएको हो यहाँनिर अब यताबाट चाहिँ तल गुम्बा गयो हो यात्रा लिएर अब उताबाट चाहिँ यहाँनिर सबैजना चाहिँ फेरि यहाँ हाम्रो यहाँ गुम्बामा चाहिँ आएको अब हो
यो चाहिँ तल बरगाछ गुम्बाबाट चाहिँ आएको यहाँनिर। हाम्रो चाहिँ यहाँनिर बाख्राकोटमा एकदम भव्य रूपले चाहिँ यहाँ बुद्ध जयन्ती मनाइरहेछ गाइस। अहिले चाहिँ तपाईँहरूलाई म बाख्राकोटको दृश्यहरू चाहिँ देखाउँदैछु हो। यहाँ गुम्बाको भिडियोहरू क्लिक गरेको छु देख्छ हो। म र बुहारी खिचडी लिनुभएको हो। अब खिचडी खाने प्रसाद खिचडी लबर लिनु जाँदैछु अब गुम्बामा। प्रसाद चाहिँ बाँड्दैछ। पानी एकछिन पर्यो, पानी परेर चाहिँ ग्राउन्ड अलिक पानी भइरहेछ। ग्राउन्ड यहाँ खिचडी मार्दैछ बट्टाबट्टी। तत्तो खिचडी हो खिचडी रे। यहाँ चाहिँ खिर छ हाम्रो एकदम दामी खिर देख न। यहाँ चाहिँ खिर बनाउँदैछ फुपूले हो। यहाँ खिचडी खान्छ न अहिले खान्छ। यहाँ चाहिँ खिचडी बनाउँदैछ। कहाँ गयो ए गाइस? अब यही आज तल उयोले पनि फोटो खिच्दैछ। ए प्रसाद दिइसके अब प्रसाद खाने अब हामी चाहिँ हो। अघि नदेखाउने मलाई चाहिँ भन्दै थियो कि यहाँ चाहिँ सबैजना प्रसाद खाँदैछ। बाँड्नेले बाँडिरहेछ, खानेले खाइरहेछ है। आज मेरो गति चाहिँ यस्तो भइरहेछ। हेर्नुहोस् प्रसाद अहिले चाहिँ यहीँ रातको अब रात परिसक्यो। 7 बज्नु लागिरहेछ। म चाहिँ दोकानमा बसिरहेको छु है। यहाँ अब मेरो काउन्टरमा छु, लटरी सेलिङ गर्दैछु। मेरो कस्टमर चाहिँ मिन्टु है। मिन्टु मिन्टु मेरो बेस्ट कस्टमर हो यहीँ काट्छ। यहाँ धोजेन दाजु पनि कस्टमर हो। मेरोबाट लटरी काट्छ, बेला बेलामा लाग्छ पनि है। प्राइस दिएको छु है मैले, प्राइस लाग्दा पनि छ। अब चाहिँ सकिसक्यो। अब अलि यति नै चाहिँ लटरी चाहिँ अब सकिसकेको छ। अब यति नै छ हो। हेर्नुहोस् यहाँबाट चाहिँ सिधै गुम्बा देख्छ गाइस। अब चाहिँ यहाँ रात परिसक्यो लगभग। पूजा पनि सकिसक्यो। यहाँ चाहिँ अब गुम्बामा नाइटमा चाहिँ यस्तो भइरहेछ। अब म पनि घर जानु रहेछ। मेरो पनि चाहिँ लटरी सकिसक्यो। यहाँ चाहिँ कस्तो मजाले चियाको फुल फुलिरहेछ। यहाँनिर कस्तो मजाको त्यसको मुनि चाहिँ यहाँनिर हो। यो चाहिँ हो मेरो लटरी काउन्टर हो। यो चाहिँ मेरो लटरी काउन्टर हो। फुल कस्तो मजाले फुलिरहेछ। म चाहिँ क्या टाइम भइरहेछ वेट। अब चाहिँ मेरो पनि टिकट चाहिँ अब सक्यो। म पनि गाइस घर जान्छु। र आजको दिनको भ्लग चाहिँ गाइस मेरो यही थियो हो। त्यही हो पूजा थियो आज बुद्ध जयन्ती। र एकछिन गुम्बामा आएँ हो, पूजा गरेँ। र दोकानमा बस्नु थियो र म चाहिँ जानु पाइनँ आज तल।
यात्रामा सब यात्रामा जानु पाइनँ हो। र अब चाहिँ म गाइस घर जाँदैछु हो। आजको मेरो ब्लग चाहिँ यहीँ बन्द गर्दैछु गाइस। तपाईहरूलाई कस्तो लाग्यो आजको मेरो दिनको ब्लग चाहिँ, बुद्ध जयन्ती र आजको दिन चाहिँ कसरी बित्यो है गाइस। ल त्यो गाइस सबैजनालाई धेरै धेरै धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा।